काठमाडौँबाट मात्रै 1.5 किलोमिटरको राइड र 1.5 घण्टाको हाइकिङ गरेर चाहिँ हामी यो ठाउँमा आउन सक्छौँ। हामीले चाहिँ सातो बाटोबाट हेटौँडाको रुट फलो गऱ्यौँ र बागमतीको पुलमा आइपुग्यौँ। यहाँबाट चाहिँ बागमती र मकवान रोड ट्याक्कै छुट्टिन्छ। जाँदा जाँदै बाटोमा चाहिँ मैले महादेव कुण्ड भेटेँ अनि त्यसपछि महादेव कुण्डको जल खाएर म अगाडि बढेँ। ट्याक्कै अब यहाँ बाइक राख्ने ठाउँमा आएर बाइक राखेर अबको हाम्रो यात्रा भनेको चाहिँ यहाँबाट ठाडो उकालो सुरु भयो। अब केही नभए पनि 1.5देखि 2 घण्टासम्म हामीले यो ठाडो उकालो चढ्दै नेचरलाई एक्सप्लोर गर्दै अगाडि बढ्छौँ। अब यहाँबाट अगाडि बढ्नको लागि मैले एउटा गतिलो खालको लट्ठी पनि भेटिसकेको छु। अब यहाँबाट मेरो एकदम ठाडो चढाइ चाहिँ सुरु हुँदैछ है। 2 घण्टा जति पसिनै पसिना भएर उकालो चढेर फाइनल्ली म अब महादेवको स्थानसम्म आइपुगिसकेँ। ल हेर्नुहोस् त यहाँको भ्यूहरू हेर्नुहोस् कति मनमोहित छ है। चाहिँ फर्किँदै अवस्थामा छौँ हामी। भ्यूहरू चाहिँ केही पनि खासै राम्रोसँग देखिएको छैन आज। अहिले चाहिँ फेरि म पसिना काट्दै फर्किने अवस्थामा छु। खसीले टङ्ग परेर हेरिरहेको छ मलाई। चलै छोड मरा छोड सधैँ बस्छ। आफूले त घाँस खान पनि पाइएन, के गर्नु, यस्तो छ अवस्था। फाइनली तल झरेर मैले खाना खाएँ र आजको यात्रा यहीँनेरि नै समाप्त गरेँ। थ्याङ्क यू फर वाचिङ गाइज।